तिमीले देख्यौ र देखे चाहिँ नगर्नु। मलाई थाहा छ तिमीले मेरो सन्देश देऊ, मेरो नाम पनि तिम्रो आँखामा पर्यो। व्यस्त छु भन्न सक्थ्यौ, म ठिक छु भन्न सक्थ्यौ, तर तिमीले सन्देश हेरेर पनि जवाफ दिएनौ। त्यसले मलाई दुख्छ भन्ने सोच्यो होला, अहिले म तिम्रो स्टोरी हेर्दैछु। जस्तो लाग्छ त्यो मेरो लागि नै पोस्ट गरेका हौ। एक शब्द नबोली पनि मेरो ध्यान कसरी तान्ने तिमीलाई राम्ररी थाहा छ। एउटा फोटो एउटा क्याप्सन अनि म फेरि आफ्नै सोचमा हराउँछु। मैले आफैलाई भने अब फोन गरेदिन, तर फेरि फोन गरिहाली सायद आफ्ना भावना भन्दा माइक्रोफोनसँग कुरा गर्न म धेरै सिपालु छु। तिमीले भन्नै पर्दैन कि अझै मलाई चाहन्छौ, तिमी नजिक हुँदा म महसुस गर्छु। तिमीले भन्नै पर्दैन कि अझै मलाई चिन्छौ, तिम्रो मौनताले नै सबैभन्दा धेरै भन्छ। किन मलाई सन्देश हेर पनि छोडिदिन्छौ, जब तिमीलाई थाहा छ म आउँदैछु। किन मलाई सन्देश हेर पनि छोडिदिन्छौ, जब तिमीलाई थाहा छ तिमी मलाई नजिक चाहन्छौ। तिमीले मेरो सन्देश अनुत्तरित राख्न सक्छौ, तर मलाई एक्लै छोड्न सक्दिनौ। अनुपटक म तिमीलाई छोड्न खोज्छु, तिमी फेरि फर्किने बाटो खोज्छौ। अनुत्तरित तिमीलाई राम्ररी थाहा छ के गर्दैछौ। अनुत्तरित अनि पनि म किन फेरि त्यसैमा फसिरहन्छु। म सामान्यतया कसैको पछि लाग्दिन, तर तिमी सामान्यतया मबाट टाढा भाग्दिनौ। हाम्रो फरक यही त हो, यो कसरी अघि बढ्छ हामी दुवैलाई थाहा छ। म अलिकति ईर्ष्या गर्दा तिमीलाई मन पर्छ, मलाई थाहा छ तिमीलाई त्यो थाहा छ। ध्यान पाउँदा मन नपरे जस्तो गर्छौ, तर वास्तवमै तिमीलाई त्यो ध्यानै मन पर्छ। हामी यसलाई झन् जटिल बनाउन सक्छौ वा सजिलोमै राख्न सक्छौ। तिमी कहाँ छौ मलाई भन, म ड्राइभरलाई त्यही रोक्न भन्छु। क्यामेरा होइन भिड होइन, आज राति बस तिमी र म, तिम्रा सबै स्पष्टीकरण राखिदेऊ। म बस यो कुरा सही बनाउन चाहन्छु। तिमीले भन्नै पर्दैन कि अझै मलाई चाहन्छौ, तिमी नजिक हुँदा म महसुस गर्छु। तिमीले भन्नै पर्दैन कि अझै मलाई चिन्छौ, तिम्रो मौनताले नै सबैभन्दा धेरै भन्छ। किन मलाई सन्देश हेर पनि छोडिदिन्छौ, जब तिमीलाई थाहा छ म आउँदैछु। किन मलाई सन्देश हेर पनि छोडिदिन्छौ, जब तिमीलाई थाहा छ तिमी मलाई नजिक चाहन्छौ। तिमी राम्ररी थाहा छ के गर्दैछौ। अनि पनि म किन फेरि त्यसैमा फसिरहन्छु। सायद मलाई यो पछाइरहने खेल मन पर्छ, सायद तिमीलाई आफ्नो प्रभाव मन पर्छ। सायद अन्त्य कहाँ हुन्छ हामी दुवैलाई थाहा छ, तर पनि अझै केही समय जान्छ। त्यसैले शुभरात्रि नभन, थाकेको छु पनि नभन। यदि साँच्चै जान चाहन्छौ भने अझै किन मेरो आँखा गाडिरहे भन्छ। किन मलाई सन्देश